मेरो बुढो छैनन्। मेरो घर बागलुङ जिल्ला मजुवा हो। म यहाँ पोखरा बस्छु। बहिनी र बहिनी छोरीले पालेछन्। बागलुङ जिल्ला मजुवा हो मेरो घर। छोरा पानी त्यस्तै हुन्छ, छोरी पानी त्यस्तै हुन्छ। बुहारी आएर झन् अर्कै हुने रहेछ। मेरो बुढा छैनन्, मरेको हो। 15-16 वर्ष भयो। बुढो पेन्सन पनि छैन। बुढोको पेन्सन भयो त पेन्सन खानको लोभले भयो नि। बुढेसकालमा पाल्ने थिए होला के अरे छोराबुहारीले। अब मेरो बुढो पनि छैनन्, मेरो पेन्सन पनि छैन। त्यही भएर यो जाँठीलाई किन पाल्ने भनेर हेला होचो गरेर मलाई घरबाटै निकाले। छोरा पनि मेरो पक्ष यहाँ बोल्दैन। मैले छोरा नभएको बेला त्यस्तो भन्छ के अरे टोसर टुर्नेले। मैले छोरासित भन्न नसकेको कारण साथी हो। छोराले त्यो सुन्ने छैन। छोराको मुखण्डरी भन्दैन टोसर टुर्नेले। अनि छोराले सुने छैन, देखे छैन। अनि मैले त्यो कुरा भन्ने हो नि छोराले उल्टै मलाई तैँले त्यसै झुट बोलेकोस्, तैँले त्यसै मेरो बुढीलाई त्यसै आरोप लगाएकोस् भनेर झन् उल्टै मलाई छोराले गाली भन्छ। छोराको मुखण्डरी त्यसले भनेको छैन के अरे, सुने छैन। त्यही भएर तेरो बुढीले यस्तो भन्यो मलाई, उस्तो भन्यो, अत्याचार गर्यो, मैले नसकेको कामको शासन लायो भनेर छोरालाई भन्ने हो नि। त्यो सुनेकै छैन छोराले। छोराले सुन्दा भन्दैन के अरे। अनि उसले सुने छैन। अनि उल्टै मलाई मेरो बुढीलाई तैँले यस्तो उस्तो भन्ने, मेरो बुढीलाई तैँले देख्न नसकेको हो भनेर झन् उल्टै मलाई छोराले गाली गर्छ साथी हो। त्यही भएर मैले छोरासित भन्न सकेको छैन। मेरो सबै मेरो धेरै धन्यवाद छ मेरो साथीहरूलाई। मलाई धेरै लाइक कमेन्ट दिनुभएछ। धेरै साथी आउनुभएछ। म धेरै खुसी छु आज। एकदम खुसी छु म। नमस्ते।